के भने विधान अनुसार विधानले त 4 वर्षै भने अधिवेशन गर्ने। अब नियमित अधिवेशनै मङ्सिरभित्र भयो भने त्यसले पनि परिवर्तन गर्छ व्यापक रूपबाट। आखिर त झन्डै 4500 भन्दा बढी नेपाली कांग्रेसका प्रतिनिधित्व गरेर जिल्ला जिल्लाका नेतृत्व गर्ने साथीहरूले अहिलेको राष्ट्रिय वस्तुस्थिति त राम्रोसँग बुझेका छन्, कसरी जानुपर्छ र गाउँ गाउँका भावना र जेनजी युवाहरूको भावना नि उनीहरूले बुझेका छन्। त्यसकारण त्यो हुनासाथ त्यसले नै परिवर्तन गर्छ। भएन यदि त्यसलाई आलटाल गर्न खोजियो भने विशेष अधिवेशनको जो प्रस्ताव दर्ता हुँदैछ त्यसमा 40% पुग्नुपर्ने 54-55% पुगिसकेको छ। विशेष अधिवेशन गर्नुपर्छ। त्यसको निम्ति त केही अन्तर। अब सभापति शेरबहादुर देउबा चाहिँ औपचारिक रूपमा पार्टीबाट विदा हुनुभएको हो कार्यभाग दिएर कसरी कार्यभाग दिया त उहाँहरूले दिइन्जेलसम्म हो त्यो कार्यभाग। उहाँ कुनै पनि दिन त्यो कार्यभागबाट मै गर्छु भन्नु सक्नुहुन्छ। त्यसका तर उहाँले अब म लड्दिनँ पनि भनिसक्नु भएको छ। विधानले पनि उहाँलाई अनुमति दिँदैन। त्यसका उहाँको मात्रै प्रश्न होइन, यो समग्र देश अहिलेको चाहना वस्तुगत परिस्थिति र बाध्यताको पनि परिवेशमा हामीले नयाँ दृष्टिकोण, नयाँ सोच, नयाँ नीति, नयाँ नेतृत्वतिर उन्मुख हुनुपर्ने अहिलेको आवश्यकता। कांग्रेससँग अहिलेको यो बैठकबाट 3वटा कुरा विशेष गरी जनताले खोजिरहेछ। नम्बर 1 विशेष महाधिवेशन हुन्छ वा नियमित। नम्बर 2 यो चाहिँ संसद पुनर्स्थापनाको माग लिएर अगाडि बढ्छ कि चुनावलाई स्वीकार्छ। नम्बर 3 जेनजीको आन्दोलनलाई उसले कसरी लिएको छ। सुन्नु, नम्बर 3 बाट सुरु। जेनजीको आन्दोलनलाई हामीले अत्यन्त सकारात्मक ढङ्गले लिएका छौँ। उनीहरूले अघि नै पनि मैले भने सुशासन र भ्रष्टाचार विहीन समाज अथवा सामाजिक सञ्जाल खोल्ने 3टा मात्रै उहाँहरूको माग हो। त्यो 3टै कुरा एउटा त भइ नै सकेको छ। अरू 2टै कुरामा सम्पूर्ण रूपबाट पार्टी सरकार हामी चाहिँ नै पूर्ण प्रतिबद्ध छौँ। तपाईँहरूको सभापतिको घरमा जुन पैसा भेट्यो त्यसलाई एआई भनेर सभापति पन्सिनु भयो। हेर्नुहोस् त त्यो त हेर्नुहोस् त्यो के हो, त्यो छानबिन हुनु पर्दैन त। त्यो त सरकारले छानबिन गर्ने कुरा हो र सम्बन्धित पक्षले भन्ने कुरा हो। मैले त्यसमा केही बोल्ने कुरा छैन। अब बाँकी रह्यो सुशासन र भ्रष्टाचार मुक्त समाजको निम्ति उहाँहरूले जुन धारणा राख्नु भएको छ त्यसमा हामीले पूर्ण प्रतिबद्ध भएर आगामी दिनमा नेपाली कांग्रेसको कार्यक्रम, विचार, नीति, पद्धति लिएर जानुपर्छ भने जेएनजीहरूको युवाहरूलाई कमसेकम हरेक तहमा 25% सहभागिता दिने व्यवस्था पनि पार्टीले विधान मार्फत गर्नुपर्छ भन्ने मेरो धारणा छ। अर्को कुरा संसद पुनर्स्थापना कि चुनावलाई स्वीकार? होइन, संसद पुनर्स्थापना हामी अहिले एकीकृत र केन्द्रित भएर पार्टीलाई सुधार र वैचारिक आन्दोलनसँगै अब आउने निर्वाचनतिर केन्द्रित हुनुपर्ने आवश्यकता छ। संसद पुनर्स्थापनाको खेलमा अहिले अल्मलिनु हुन्न भन्ने मेरो दृष्टिकोण हो। मैले त्यो राखेको पनि छु। पार्टीले त्यसमा गम्भीर रूपले छलफल गर्ला, एउटा टुङ्गा पुङ्ला। हामीले जनताको बिचमा जानको निम्ति नेपाली कांग्रेस तर्सिनुपर्ने, डराउनुपर्ने केही आवश्यकता छैन। अहिले पनि हाम्रा विचार दृष्टिकोण बोक्ने धेरै कार्यकर्ता जनता छन्। हामी निर्वाचनमा जानुपर्छ। यो संसद पुनर्स्थापनाको खेलमा अल्मलिनु हुन्न भन्ने मेरो विचार।